हिमोग्लोबिन हाई छ भन्यो खुसी हुने कि डराउने? सबैलाई थाहा छ हिमोग्लोबिन कम भयो भने कमजोरी हुन्छ, तर हाई भयो भने त्यो पनि राम्रो नहुन सक्छ। पहिला बुझौँ हिमोग्लोबिन किन हाई हुन्छ। नर्मल कारणहरू। धेरै उचाइमा बस्नेहरूको एचबी नेचुरली बढ्छ, जस्तै मनाङ मुस्ताङका मान्छेहरूको। धेरै पानी नखाने डिहाइड्रेसनले पनि एचबी बढेको देखाउन सक्छ। धेरै एक्सर्साइज गर्नेहरूमा पनि अलि बढी हुन्छ। कहिलेकाहीँ स्मोकिङ वा लङको रोगले पनि हिमोग्लोबिन बढाउँछ। शरीरले भन्छ अक्सिजन कम छ, अझ बनाऊ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, कहिलेकाहीँ हिमोग्लोबिन धेरै बढी भयो भने यो बोन म्यारोको प्रब्लम हुन सक्छ। एउटा अवस्था हुन्छ पोलिसाइथेमिया भेरा, जहाँ बोन म्यारोले आवश्यकताभन्दा धेरै रेड ब्लड सेल्स बनाउँछ। यसमा टाउको दुख्छ, अनुहार रातो हुन्छ, हात खुट्टा बल्छ, एचबी 18, 19, 20 भन्दा माथि जान्छ। त्यसैले रिपोर्ट हेर्दा थोरै बढी छ, पानी पिउनुस्, डाक्टरलाई देखाउनुस्। धेरै बढी छ, ढिला नगरी ब्लड स्पेशलिस्ट कहाँ जानुस्। याद राख्नुहोस्, हिमोग्लोबिन बढी हेल्दी होइन, कारण बुझ्नु जरुरी छ। यस्तै हेल्थ जानकारी नेपालीमा पाउन लाइक र फलो गर्नुहोस्। धन्यवाद।